हेलो गुड इभिनिङ एभ्रिवान है। अहिले भने चाहिँ फिलहाल तपाईँहरूले मेरो यो ड्रेस यो मेरो लुगा देखेर याद पाइसक्नु भयो होला। यो कहाँ जाँदैछु भनेर। यो चाहिँ मेरो है अस्तिको भ्लगमा तपाईँलाई मैले भनेको थिएँ। यो चाहिँ मेरो ड्युटी गर्दाखेरिको लुगा हो। अनि अहिले भने चाहिँ म ड्युटीबाट आउनु साथ आएरखेर चाहिँ दाउरा ल्याउनु जाँदैछु। 2 टोको जति छ हो। अनि चाहिँ हामी चाहिँ यस्तो छ कि अब म एक्लै भएको कारणले गर्दाखेरि चाहिँ पुरा भ्याउनु साह्रो पर्छ हो। अनि बिहान पनि भ्याउँदैन। अन्त हिजो अलिक डर बोकेको थिएँ, बिहान ढिलो उठि पठाइछु। अनि काम भ्याउँदैन नि त, झन् खेतीपाती गर्दाखेरि हो। अब बारीमा अब खेतीहरू लगायो भने पनि भ्याउँदैन हो। अनि कम्ती कम्ती लगायो, त्यसो गरेर एक्लैले भ्याउनु साह्रो पर्छ। त्यही भएर चाहिँ अनि आज चाहिँ हामी चाहिँ छोडेर म चाहिँ बेला बेला परमा खेल्छु नि त आफ्टर उयो छुट्टी चाहिँ है। अनि आज चाहिँ दौराबङ जाँदैछु। 2 टोको छ ल। त्यहाँदेखि चाहिँ सकेर चाहिँ छोडेनको के गर्नु छ छोडेन उयो छ खोर्सानीको प्लास्टिक उखेल्नु। हामी चाहिँ यस्तो गर्छ नि त, परमा खेल्छ यसरी हो। परमा खेल्छ यसरी हो। अब यहाँनिर यहाँ आएको उयो लगाइराख्छ, अहिले चाहिँ जुत्ता लगाइराख्छ। ड्युटीबाट आउँदा आउँदा हामी चाहिँ परमा खेल्छ है हो। अनि अस्ति पनि हामी त्यसरी 1-2 ताल परमा खेलेको थियो। अनि मेरो चाहिँ परमा छिन्यो होला छोडेन भने चाहिँ फेरि नयाँ लगाइराख्न भन्दैछ कि। अन्त दाउरा बोक्नु आज चाहिँ हो, दाउरा बोकेर चाहिँ अनि म त अर्कोबाट यहाँ ठोकिन्छ त। अनि अब दाउरा अलिकति बोक्छु, 2 टोको लानु छ। त्यहाँदेखि चाहिँ छोडेनकोमा जानुपर्ने छ हो। अनि हाम्रो चाहिँ यस्तो हुँदैछ है, दिन चाहिँ यसरी बित्दैछ है। आफ्नो ड्युटी चाहिँ तपाईँहरूको कसरी बित्दैछ कमेन्ट गर्नुहोस् ल। दाउरा यहाँ आजले घाँस काट्दैछ। यहाँको दाउरा चाहिँ हिजो ओसारेको मैले अलिक उता अलिक पल्लोटी। आज चाहिँ काम गर्नु हुँदो रहेछ पुरा। दाउरा चाहिँ यो चाहिँ यति मात्रै छ है, तर छनु चाहिँ पुरा गरौँ छ। उयो हिँडेर झाडले पुडिसकेको, अस्ति मैले काटिराखेको। ओइ नगर साँप परमा खेल्छस्। दाउरा चाहिँ यहाँ पनि रहेछ कि। लगा न लगा। दाउराको बारी चाहिँ यस्तो छ हो। त्यो हामीले के गरेछ भन्दा दाउरा चाहिँ मुनिपट्टि मात्रै छ जस्तो लाग्यो नि त। अनि भारी लगाइ लिएँ, फेरि माथिल्लोपट्टि पनि रहेछ नि त भारी चाहिँ कि। ए दाउरा चाहिँ भारी नै उल्टा भयो। अन्त त्यो गएर ल्याउँदैछु। छोडिदिन्छु पुरा। तानै